नमस्कार। अस्मिता पब्लिकेसन प्राइभेट लिमिटेडको सामाजिक शैक्षिक दायित्व अन्तर्गतको यस एसईई बुस्टअप श्रृङ्खलामा आज हामी सामाजिक अध्ययन विषय सम्बन्धी छलफल गर्नेछौँ। आजको यस श्रृङ्खलामा हामी सामाजिक अध्ययन विषयको पाठ 7 अर्थात् हाम्रो विगत विषयमा छलफल गर्नेछौँ। आज कार्यक्रममा मसँग हुनुहुन्छ लेखक, प्रशिक्षक एवं विषयविज्ञ युवराज गौतम। सरलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। हजुर, धन्यवाद सुमिना। सर, यस एकाइ 7बाट एसईमा के कस्ता प्रश्न सोधिन्छ र विद्यार्थीले कसरी तयारी गर्ने? धन्यवाद। एकदमै महत्त्वपूर्ण प्रश्न। यो एसईई को तयारी गर्दा मैले जहिले पनि केवाइक्यू भन्छु। केवाइक्यू भनेको के हो भने नो योर क्वेसन, अर्थात् प्रश्न कस्तो सोध्छ त्यही अनुसारले पहिला तयारी गर्नुपर्छ। एकाइ 7बाट जम्मी 3वटा प्रश्न सोध्छ। 3वटा मध्ये अति छोटो उत्तर आउने अथवा 1 अङ्कको 2वटा प्रश्न सोध्छ। त्यो 2टा प्रश्न मध्ये पनि पहिलो प्रश्न र दोस्रो प्रश्नको नेचर फरक छ। एउटा अति छोटो उत्तर आउने प्रश्न ज्ञान तथा बोध तहको सोध्छ। ज्ञान तथा बोध भनेको विद्यार्थीले पाठमा भएको कुराहरू हुबहु सम्झेको, रिमेम्बर अर्थात् बुझेर लेख्ने, अन्डरस्ट्यान्ड, इङ्ग्लिसमा रिमेम्बर एन्ड अन्डरस्ट्यान्ड भन्छ। त्यो तहको प्रश्न कस्तो हुन्छ भने जस्तै जनमत सङ्ग्रह भनेको के हो भन्छ। जनमत सङ्ग्रह के हो भन्ने प्रश्नको उत्तर कस्तो हुनु पर्यो त भन्दा अब यो प्रश्नको उत्तर लेख्दा अवधारणा प्रष्ट खुल्ने गरी लेख्नुपर्छ। जनमत सङ्ग्रह भन्नाले त्यस्तो निर्वाचनलाई बुझिन्छ जसमा राष्ट्रिय सरकारका विषयमा जनताले प्रत्यक्ष रूपमा आफ्नो राय व्यक्त गर्छन्। यसको तयारी कसरी गर्ने भन्दाखेरि पाठभित्र भएका महत्त्वपूर्ण कन्सेप्टहरू बुझ्ने। त्यस्तै मितिहरू सोध्छ। प्रचण्ड गोर्खाको स्थापना कहिले भएको थियो भन्छ। प्रचण्ड गोर्खाको स्थापना 1988 मा भएको थियो भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै अर्को प्रश्न के छ भने जस्तो उच्च दक्षताको प्रश्न सोध्छ। उच्च दक्षताको प्रश्न भनेको कि त पुष्टि गर्ने, कि त विश्लेषण गर्ने, कि त मूल्याङ्कन गर्ने अथवा मूल्य र अभिव्यक्ति देखाउने प्रश्नहरू सोध्छ। उदाहरणको रूपमा 2017 साल पुस 1 गते राजा महेन्द्रले चालेको कदमलाई 1 वाक्यमा मूल्याङ्कन गर्नुहोस् भन्छ। त्यो प्रश्नको उत्तर कस्तो हुनु पर्यो त भन्दा 2017 साल पुस 1 गते राजा महेन्द्रले चाल्नुभएको कदम अलोकतान्त्रिक थियो भनेर लेख्नुपर्ने हुन्छ। विद्यार्थीले तयारी गर्दा पढेर बुझेर मात्रै नभई त्यसलाई मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने, पुष्टि गर्ने अभ्यास पनि गर्नुपर्छ। यो एकाइबाट सोधिने लामो उत्तर आउने प्रश्न ज्ञान तथा बोध तहबाट सोध्छ। अब ज्ञान तथा बोध तहको प्रश्न भनेको कस्तो हुन्छ त भन्दा पाठमा भएको चिजहरू सम्झिँदा पुग्छ। जस्तै 2007 सालको क्रान्तिको कारणहरू लेख्नुहोस्। विद्यार्थीले तयारी गर्दा यदि मलाई यो प्रश्न सोध्यो भने मैले त यो 7 मार्क्सको लागि लेख्नुपर्छ। 7 अङ्क आउने प्रश्नको उत्तर लेख्नलाई मैले कम्तीमा 7वटा बुँदा लेख्नुपर्छ भन्ने तरिकाले तयारी गर्नुपर्छ। हजुर, अनि यो एकाइबाट विद्यार्थीहरूले महत्त्व दिएर तयारी गर्नुपर्ने विषयवस्तुहरू के छन् त? हो, भेरी गुड। अब यो एकाइबाट विद्यार्थीले महत्त्व दिएर तयारी गर्नुपर्ने विषयवस्तु भनेको 2007 सालको क्रान्ति अर्थात् राणा विरोधी आन्दोलनका कारण र परिणाम, पञ्चायती व्यवस्थाको उदयका कारण, पञ्चायती व्यवस्थाको पतनका कारण, त्यसै गरी जनमत सङ्ग्रहको पृष्ठभूमि, कारण र परिणाम, पहिलो जनआन्दोलन 2046 को पृष्ठभूमि, कारण र परिणाम, दोस्रो जनआन्दोलन 2062-63 को पृष्ठभूमि, कारण र परिणाम, 2072 साल असोज 3 गते संविधान जारी भइसकेपछिको सामाजिक आर्थिक उपलब्धि, त्यसपछि प्रथम विश्वयुद्ध, पृष्ठभूमि, कारण र परिणाम, दोस्रो विश्वयुद्ध, पृष्ठभूमि, कारण र परिणाम। यति कुराहरूमा
विद्यार्थीले मलाई यो हेडिङबाट 7 अङ्कको प्रश्न सोध्छ भन्ने तरिकाले तयारी गर्नुभयो भने इकाइ 7बाट 100% अङ्क ल्याउन सकिन्छ। विद्यार्थीहरूले पहिलो कुरा चाहिँ के बुझ्नु पर्यो भने यो गाह्रो होइन, यसलाई हामीले पढ्ने तरिका मिलायो भने सजिलो बनाउन सक्छौँ। हजुर, ठिक छ। त्यसो भए 2007 सालको क्रान्तिबाटै सुरु गरौँ न त। अब 2007 सालको क्रान्तिको पृष्ठभूमि हामी सबैलाई लगभग विदितै छ। 2007 सालको क्रान्तिभन्दा अगाडि 104 वर्षसम्म राणा शासन थियो। विक्रम सम्वत 1903 असोज 2 गते राति जङ्गबहादुर राणाको नेतृत्वमा उनका भाइहरूले आफूभन्दा सिनियर पदमा रहेका सम्पूर्ण भारदारहरूको हत्या गरेर कोत पर्व मचाए। कोत पर्व मचाइसकेपछि 104 वर्षसम्म राणा शासन रह्यो र राणा शासनको विरुद्धमा, विशेष गरी जङ्गबहादुर राणाकै विरुद्धमा दरबारका व्यक्तिहरू, भारदारहरू, इभन जङ्गबहादुरका आफ्नै भाइ भतिजाहरू उनी विरुद्धको षड्यन्त्र त्यहीँबाट सुरु भएको थियो। त्यसपछि एकले अर्कोलाई हत्या गर्ने श्रृङ्खला चलिराख्यो। निरङ्कुश राणा शासन चलिराखेको थियो र राणा शासन विरुद्ध 1930 को दशकमा लखन थापा मगरले सुरु गरेको विद्रोहलाई जनस्तरबाट भएको पहिलो विद्रोह मानिन्छ। त्यसपछि 2007 सालमा राजनीतिक दल राजा त्रिभुवन र अन्तर्राष्ट्रिय रूपमा स्वतन्त्र भारतको महत्त्वपूर्ण भूमिकाबाट नेपालमा राणा विरोधी आन्दोलन भयो। त्यही राणा विरोधी आन्दोलनले राणा शासनको अन्त्य गर्यो। 2007 सालमा नेपाली काङ्ग्रेस राजा त्रिभुवन र अन्तर्राष्ट्रिय शक्तिको रूपमा भर्खरै बेलायती उपनिवेशबाट मुक्त भएको भारतले खेलेको भूमिकाबाट राणा शासनको अन्त्य भयो। 2007 साल फागुन 1 गते भारतको नयाँ दिल्लीमा भएको दिल्ली सम्झौताले नेपालबाट राणा शासन अन्त्य गर्ने निर्णय गर्यो। 2007 साल फागुन 1 गते भारतको नयाँ दिल्लीमा भएको त्रिपक्षीय दिल्ली सम्झौता नै राणा शासन अन्त्य गर्ने सम्झौता थियो। हजुर, त्यसो भए यो 2007 सालमा भएको यो क्रान्तिको कारणहरू चाहिँ के थियो त? ओके, यो पनि एकदमै सम्भावित प्रश्न हो। 2007 सालको क्रान्तिको कारण मैले 7 वटा बुँदामा समाप्त गरेँ। 7 वटा बुँदामा किनभने यो प्रश्न 7 अङ्कमा सोध्ने भएको हुनाले विद्यार्थी भाइ बहिनीहरूले स्क्रिनमा डिस्प्ले भएको टेक्स्टलाई एकछिन पज गरेर कपी गरेर सम्झिन सक्नुहुन्छ। अब 2007 सालको क्रान्तिको पहिलो कारण राणा शासनको निरङ्कुशता, दोस्रो राजनीतिक दलको भूमिका, तेस्रो राजा त्रिभुवनको समर्थन, चौथो बेलायती उपनिवेशबाट भारतको स्वतन्त्रता, पाँचौं राणा परिवारभित्रको आन्तरिक कलह, छैठौं सशस्त्र विद्रोह र सातौं गरिबी, अशिक्षा, अन्याय। हजुर, यो 2007 सालको क्रान्तिलाई जुन 7 वटा बुदामा सरले जुन भन्नुभयो, यिनलाई चाहिँ एक एक गरेर वर्णन गरिदिनु न। विद्यार्थी भाइ बहिनीहरूले पनि ध्यान दिएर हेरिदिनु होला। पहिलो कारण राणा शासनको निरङ्कुशता। राणा शासन निरङ्कुश शासन थियो। राणाको विरुद्धमा बोल्न पाइँदैनथ्यो, लेख्न पाइँदैनथ्यो। मुख्य पदहरू राणाहरूले ओगर्थे। इभन राणाको छोरा जन्मिँदादेखि नै सेनाको जर्नेल, नाति जर्नेल भन्नेसम्मको शब्दहरू परेको हुन्थ्यो र राणाको विरोध गर्ने मान्छेलाई कठोर यातना र मृत्युदण्ड दिइन्थ्यो। त्यसकारणले गर्दा यो निरङ्कुशताबाट मुक्ति पाउनको लागि जनताले राणाहरूको विरुद्ध आन्दोलन गरेका थिए। अब त्यसै गरी दोस्रो बुँदामा राजनीतिक दलको भूमिका। नेपालमा राणा शासन हटाउनको लागि राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विक्रम सम्वत 1988 प्रचण्ड गोर्खा नामको संस्था स्थापना भएको थियो। कतिपयले यसलाई
नै नेपालको पहिलो राजनीतिक दल भन्छन्, तर कतिपय इतिहासकारहरूले नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद भन्ने गरेको हुनाले मैले सजिलो बनाइदिएँ विद्यार्थीलाई। राणाहरू विरुद्धको पहिलो सङ्गठित विद्रोहको रूपमा प्रचण्ड गोर्खा विक्रम सम्वत 1988 मा स्थापना भएको थियो। त्यसै गरी प्रजा परिषद विक्रम सम्वत 1993 मा गठन भएको नेपालको पहिलो राजनीतिक दल मानिन्छ। प्रजा परिषदले राणाहरूको विरुद्धमा भाषण गर्ने, पर्चाहरू छापेर बाँड्ने जस्ता राणा विरोधी थुप्रै कार्य गरेको हुनाले प्रजा परिषदका सदस्यहरूलाई 1997 सालमा धेरैलाई मृत्युदण्ड दिएको थियो। तीमध्ये केही जस्तै टङ्कप्रसाद आचार्य लगायतका केही व्यक्तिहरूलाई चारपाटा मुडेर उनीहरूलाई जातिच्युत गरेर चार भन्ज्याङ कटाइएको थियो। त्यसको पनि एउटा कारण के थियो भने राणाहरूले ब्राह्मणहरूलाई मार्नुहुन्न भन्ने उनीहरूको विश्वासको कारणले कतिपय व्यक्तिहरूलाई उनीहरूले छोडिदिएका थिए। त्यसकारण टङ्कप्रसाद आचार्यलाई जिउँदो शहीद पनि भनिन्छ। जाँचमा प्रश्न पनि सोध्छ, टङ्कप्रसाद आचार्यलाई किन जिउँदो शहीद भनिन्छ? उहाँपछि प्रधानमन्त्री पनि बन्नुभयो र 2013 सालमा महत्त्वपूर्ण निर्णयहरू जस्तै नेपालको पहिलो पञ्चवर्षीय योजना सुरु गर्ने प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नै हुनुहुन्छ। त्यसै गरी विक्रम सम्वत 2006 मा नेपाली काङ्ग्रेस स्थापना होइन एकीकरण भयो। एकीकरण किन भयो भने दुईवटा काङ्ग्रेस थियो, एउटा नेपाली प्रजातान्त्रिक काङ्ग्रेस र अर्को नेपाली राष्ट्रिय काङ्ग्रेस। यी दुईटा काङ्ग्रेसहरूको बिचमा एकीकरण भएर नेपाली काङ्ग्रेस बनेको थियो। त्यही सालमा 2006 सालमै नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो। यी राजनीतिक दलहरूले राणा शासनको विरुद्धमा विभिन्न तरिकाले प्रतिरोध गरिरहेका थिए। यो सन्दर्भ विद्यार्थीहरूले एकाइ 5 मा पनि नेपालमा राजनीतिक दलको भूमिका भनेर कहिलेकाहीँ सोध्छ। यसलाई त्यता पनि लिङ्क गर्नुहोला। अब तेस्रो बुँदामा राजा त्रिभुवनको समर्थन। कोत पर्वपछि राणाहरूसँग सबै खालको शक्तिमा राणाहरू थिए। व्यवस्थापकीय, कार्यपालिकीय र न्यायिक शक्ति राणा प्रधानमन्त्रीहरूमा थियो। त्यसै गरी राजाहरूलाई चाहिँ राणाहरूले लगभग बन्दी जस्तो बनाएका थिए। राजाहरू नोमिनल थिए, राजाहरू नाम मात्रका थिए। राजा त्रिभुवनले पहिलो कुरा गोप्य रूपमा राजनीतिक दलहरूलाई सपोर्ट गरिराख्नु भएको थियो, समर्थन गरिराख्नु भएको थियो। तपाईँलाई थाहा छ कि छैन, धर्मभक्त माथेमा जसलाई पछि फाँसी दियो, धर्मभक्त माथेमा राजा त्रिभुवनको व्यायाम प्रशिक्षक हुनुहुन्थ्यो। उहाँलाई राजालाई कुस्ती सिकाउनुहुन्थ्यो है। राजा त्रिभुवनले 2007 साल कार्तिकमा आफ्नो गद्दी त्यागेर नाति महेन्द्रको छोरा नाति ज्ञानेन्द्रलाई मात्रै छोडेर भारतीय दूतावासमा शरण लिनुभएको थियो। पछि भारतीय विशेष विमानमा भारतमा जानुभयो र त्यहाँ गएर राजा, राणा र काङ्ग्रेस बीचमा 2007 फागुन 1 गते दिल्ली सम्झौतामा हस्ताक्षर भयो। यसरी आफ्नो गद्दीको प्रवाह नगरी आन्दोलनकारीहरूलाई, राजनीतिक दलहरूलाई सपोर्ट गर्नुभएको हुनाले राजा त्रिभुवनको समर्थन पनि 2007 सालको क्रान्तिको मुख्य कारण हो। अर्थात् राजा त्रिभुवनको समर्थन पनि राणा विरोधी आन्दोलन सफल हुनुको मुख्य कारण हो। अब चौथोमा जाउँ। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र हुनु पनि अर्को मुख्य कारण थियो। भारतमा लामो समयसम्म ब्रिटिस राज थियो। बेलायतको इस्ट इन्डिया कम्पनीले भारतमा शासन गर्थ्यो। भारत उपनिवेश थियो र नेपालका राणाहरूले अङ्ग्रेजहरूलाई धेरै सहयोग गरेका थिए। जस्तै 1857 मा भारतका सिपाहीहरूले अङ्ग्रेजको विरुद्धमा ठुलो विद्रोह गरेका थिए। त्यसलाई सिपाही विद्रोह भन्छ, अङ्ग्रेजीमा सिपोय म्युटिनी भन्छ। त्यसमा चाहिँ तपाईँको नेपालको प्रधानमन्त्री श्री 3 महाराज स्वयं जङ्गबहादुर आफैले नेतृत्व गरेर त्यो विद्रोह दबाइदिएर अङ्ग्रेजलाई गुण लगाउनु भएको थियो है। त्यो गुणको परिणामस्वरूप नेपालले राप्तीभन्दा पश्चिमको तराई
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हजुर जुन सुगौली सन्धिमा गुमेको थियो त्यो फिर्ता पाएको थियो। त्यसै गरी प्रथम र दोस्रो विश्वयुद्धमा नेपालले बेलायतको पक्षबाट लडेको थियो। नेपाली सेना बेलायतको पक्षबाट विभिन्न मोर्चाहरूमा युद्ध लडेको थियो। त्यसकारणले स्वतन्त्र भारतका नेताहरूलाई नेपालका राणाहरूप्रति एक किसिमको वितृष्णा पनि थियो। किनभने जङ्गबहादुरकै कारणले सिपाही विद्रोह दबाउन सफल भएको थियो अङ्ग्रेज। त्यति मात्र नभएर प्रथम र दोस्रो विश्वयुद्धमा नेपालले अङ्ग्रेजहरूलाई आर्थिक रूपमा पनि सहयोग गरेको थियो र भारतमा रेलवे ट्र्याक बनाउने क्रममा नेपालको ठुलो सङ्ख्यामा वनफडानी पनि भएको थियो र अङ्ग्रेजहरू सन् 1947 हामीले यो कनेक्ट किन गर्नुपर्छ भने नेपालको 2007 सालको क्रान्ति भनेको 1950-51 को क्रान्ति हो। एडीमा हेऱ्यो भने 1950 भनेको भारतबाट अङ्ग्रेज हटेको 3 वर्षपछि नेपालबाट राणा हटेको हो। त्यस कारणले गर्दा भारतको समर्थन थियो नेपाललाई, नेपालको क्रान्तिलाई। जवाहरलाल नेहरू भारतको तत्कालीन प्रधानमन्त्रीले उहाँकै मध्यस्थतामा दिल्ली सम्झौता भएको थियो। नेपालमा सशस्त्र आन्दोलन भएको थियो। सशस्त्र आन्दोलनमा भारतले हात हतियार पनि नेपाललाई सहयोग गरेको थियो, आर्थिक रूपमा पनि सहयोग गरेको थियो। अब हामी जाउँ पाँचौँ बुँदामा। पाँचौँ बुँदामा के छ भने राणा परिवारभित्रको कलह राणा शासन अन्त्य गर्नको लागि महत्त्वपूर्ण कारक तत्त्व थियो। र राणा परिवारभित्रको कलह जङ्गबहादुरको मृत्यु सँगसँगै सुरु भएको थियो। जङ्गबहादुरले एग्नेट सिस्टम भन्छ क्या, यो एग्नेट सिस्टम विशेष गरी इस्लामिक देशहरूमा हुन्छ। त्यो भनेको के हो भने सिनियरमा शक्ति हस्तान्तरण हुने अथवा उत्तराधिकारीको विवाद थियो राणाहरूमा सुरुदेखि नै। भनेको श्री 3 को पद कसमा जाने, प्रधानमन्त्रीको पद कसमा जाने। जङ्गबहादुरले श्री 3 को पद लिए है, चाँद तोडा सहितको चाहिँ श्रीपेज लाउने पहिलो प्रधानमन्त्री। तर अचम्म के भने यो श्री 3 को पद त विश्वमै अचम्मको थियो। किनभने विश्वमा कि राजा हुन्थ्यो कि प्रधानमन्त्री हुन्थ्यो। तर जङ्गबहादुर मात्र यस्तो व्यक्ति थिए जो चाहिँ श्री 3। अनि अन्तर्राष्ट्रिय रूपमा जब जङ्गबहादुर बेलायत भ्रमण गरे, युरोपका अन्य देशहरू भ्रमण गरिसकेपछि अन्तर्राष्ट्रिय रूपमा यो श्री 3 को कुनै पनि भ्यालु देखेनन्। त्यो नदेखिसकेपछि जङ्गबहादुरले सुरुमा श्री 3 को पद छोराहरूमा जाने र प्रधानमन्त्रीको पद एग्नेट सिस्टम अनुसार भाइहरूमा जाने अथवा वरिष्ठताको आधारमा भाइहरूमा जाने निर्णय गरेका थिए। जङ्गबहादुरका भाइ धीर शमशेरले जङ्गबहादुरको मृत्यु भएको खबर पनि लुकाएर जङ्गबहादुरका छोराहरूलाई पत्थरघट्टा पठाएर जहाँ जङ्गबहादुरको मृत्यु भएको थियो श्री 3 र प्रधानमन्त्रीको दुवैको पद चाहिँ रणदीप सिंहलाई हस्तान्तरण गरिदिए। धीर शमशेरका छोराहरूले आफ्नै काका रणदीप सिंहको हत्या गरे। त्यसभन्दा पछि त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा त के छ भने चन्द्र शमशेरले राणाहरूलाई विभाजन गरे 3टा क्लासमा एबीसी भनेर। त्यो एबीसी चाहिँ विवाहको आधारमा गरिएको थियो। विद्यार्थीहरूलाई त्यति डिटेलमा जानु पर्दैन। र सी क्लासका राणाहरूलाई जुद्ध शमशेरले निष्कासन गरिदिए। अनि जुद्ध शमशेरले निष्कासन गरिसकेपछि सी क्लासका राणाहरू त कहिल्यै पनि आफू शक्तिमा आउन पाएनन्। अनि कहिल्यै पनि आफू शक्तिमा आउन नपाएको कारणले तिनै सी क्लासका राणाहरू राणा विरोधी आन्दोलनमा राणाहरू नै संलग्न भए। जस्तै तपाईँलाई थाहा छँदैछ नेपालको पहिलो बजेट ल्याउने सुवर्ण शमशेर, उहाँ पनि सी क्लासका राणा हुनुहुन्थ्यो। अर्को महावीर शमशेर 2007 सालको सशस्त्र क्रान्ति थियो। त्यो क्रान्तिको लागि हतियार चाहिन्थ्यो, हतियारका लागि पैसा चाहिन्थ्यो र त्यो पैसा महावीर शमशेरको पैसा नभएको भए 2007 सालको क्रान्ति सफल हुने थिएन। त्यस कारणले राणाहरू बीचको कलह राणा शासनको अन्त्य गर्नको लागि अर्को महत्त्वपूर्ण कारक बन्न पुग्यो। अब 6औँमा छ सशस्त्र विद्रोह अथवा आर्म्ड प्रोटेस्ट। सशस्त्र विद्रोह भनेको के हो भन्दा हतियार सहितको लडाइँ हो। तपाईहरु पछिल्लो जेनेरेसनलाई एउटा कुरा के थाहा नहुन सक्छ भने 2007 सालमा नेपाली कांग्रेसले पनि
2052 सालमा माओवादीले जस्तै बन्दुक उठाएर युद्ध लडेको हो राणा शासन विरुद्ध। 2007 साल असोजमा भारत बिहारको बैरगनिया भन्ने ठाउँमा नेपाली काङ्ग्रेसको एउटा सम्मेलन भएको। त्यो सम्मेलनले के निर्णय गरेको थियो भने एकातिर शान्तिपूर्ण रूपमा पनि आन्दोलनलाई अगाडि बढाउने र अर्कोतिर सशस्त्र विद्रोह पनि गर्ने। र त्यही क्रममा नेपाली काङ्ग्रेसले मुक्ति सेना लिबरेसन आर्मी भनेर सशस्त्र विद्रोही सेना गठन गरेको थियो। पछि चाहिँ माओवादीले 2052-62 को 10 वर्षे सशस्त्र विद्रोहमा जनमुक्ति सेना भन्यो। तपाईलाई सम्झिन सजिलोको लागि मुक्ति सेना 2007 सालमा काङ्ग्रेसले गठन गरेको सेना, जनमुक्ति सेना माओवादीले 2052 देखि 62 को सशस्त्र विद्रोहका लागि खडा गरेको सेना। मुक्ति सेनाले विभिन्न ठाउँ कब्जा गरेर राणाका सेनाहरूलाई हायल कायल पारेपछि मोहन शमशेर दिल्ली सम्झौता गर्न बाध्य भएका हुन्। अब हामी अन्तिममा जाऊँ, गरिबी, अशिक्षा, अन्याय। 2007 साल अगाडि त नेपालको साक्षरता जम्मा 2% थियो, त्योभन्दा नि कम थियो। राणाहरूले स्कुल खोले पनि सर्वसाधारण जनतामा शिक्षाको पहुँच भइसकेको थिएन। सबैमा होइन, तर मासमा पुगेको थिएन। त्यस्तै गरी स्रोत साधनहरूमाथि राणाहरूको कब्जा थियो। वीर शमशेर पहिलो व्यक्ति हुन् जसले विदेशी ब्याङ्कमा पैसा जम्मा गर्थे। हजुर। अहिले पनि बेला बेलामा नेपालीहरूको पैसा स्विस ब्याङ्कमा छ भन्ने यस्तो कुराहरू आउँछ नि। हजुर। एन्ड वीर शमशेर वाज द फर्स्ट गाई टु डिपोजिट मनी इन फरेन ब्याङ्क। अनि तपाईँहरूले सुन्नुभयो होला राणाहरूले कसैको राम्रा छोरीबेटी पनि देख्न नहुने है। काठमाडौँका कतिपय घरहरूमा त्यो सानो झ्याल राख्नुको कारण पनि राणाहरूले देख्छन् भनेर राखिएको भन्नेसम्मका तर्कहरू छन्। कसैको राम्रो भैँसी देख्न नहुने, कसैको राम्रो सम्पत्ति देख्न नहुने, त्यो सबै राणाहरूले हडप्थे। र यसबाट मुक्ति पाउनको लागि पनि जनताले राणा शासनको विरुद्धमा आन्दोलन गरेका हुन्। हजुर। आहा, कति राम्रोसँग बुझाइदिनु भयो। विद्यार्थीहरूले पनि पक्कै पनि बुझ्नुभयो होला। 2007 सालको क्रान्तिपछि नेपालमा भएको सामाजिक तथा आर्थिक उपलब्धिहरू के कस्ता छन् त? अब मैले 7:7 कै रुलमा भन्छु है, अर्थात् 7वटा पोइन्टमै भन्छु, सो द्याट स्टुडेन्टहरूलाई 7 मार्क्सको क्वेसन सोध्यो भने पनि लेख्न सजिलो हुन्छ भनेर। 2007 सालको क्रान्तिपछिका परिणामहरूलाई राजनीतिक तथा सामाजिक परिणाम र आर्थिक परिणाम गरेर दुईटा हेडिङमा ब्रेक गरौँ है त। हजुर। अब राजनीतिक तथा सामाजिक उपलब्धिमा 1 प्रजातन्त्रको स्थापना, 2 अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, 3 शिक्षा क्षेत्रको विकास, 4 स्वास्थ्य क्षेत्रको विकास, 5 पूर्वाधार विकास, 6 प्रशासन तथा न्याय क्षेत्रको विकास र 7 जनचेतनामा विस्तार। अब आर्थिक उपलब्धिमा 1 नेपालको पहिलो बजेट, 2 विकास योजनाको सुरुवात, 3 ब्याङ्किङ क्षेत्रको विकास, 4 स्रोत साधनमा राणाको नियन्त्रण मुक्त, 5 भूमि सुधार, 6 वैदेशिक सहायता र 7 वन जङ्गलको राष्ट्रियकरण। हजुर। अब अहिलेको जसरी नै यी बुदाहरूलाई पनि एक एक गरेर बुझाइदिनु न त। अब राजनीतिक सामाजिक उपलब्धितर्फ 1 प्रजातन्त्रको स्थापना। विक्रम सम्वत 2007 फागुन 1 गते भारतको नयाँ दिल्लीमा राजा, राणा र नेपाली काङ्ग्रेसको बीचमा सम्झौता भयो। अब यो सम्झौताले के गर्यो भने राणा शासनको अन्त्य गर्ने कुरा भयो। प्रधानमन्त्रीको रूपमा मोहन शमशेर नै यथावत रहने, राजाको रूपमा राजा त्रिभुवनै रहने। यसले अर्को एउटा महत्त्वपूर्ण घोषणा गरेको थियो, जनताका प्रतिनिधि सम्मिलित विधान सभाले संविधान लेख्ने, जुन पछि संविधान सभा। हजुर। हामीलाई अर्को 57 वर्ष लाग्यो जुन कुरा चाहिँ रियलमा पाउनको लागि। दिल्ली सम्झौता भइसकेपछि राजा त्रिभुवन काठमाडौँ फर्के र 2007 साल फागुन 7 गते राजा त्रिभुवनले प्रजातन्त्रको घोषणा गरे र यसले 104 वर्षसम्म रहेको राणा शासनको अन्त्य गर्यो।
सरलाई मैले थोरै इन्टरप्ट गर्न चाहेँ। यो प्रजातन्त्र र लोकतन्त्र यी दुई शब्द एउटै हुन् कि फरक हुन् त? यी दुई शब्द फरक हुन्। हजुर। अङ्ग्रेजीमा तपाईँले ट्रान्सलेट गर्नुभयो भने दुवैको अर्थ डेमोक्रेसी भन्ने हुन्छ। डेमोस भनेको ग्रिक भाषामा पिपुल हो, क्रेसी भनेको रुल हो, जनताको शासन। नेपालको सन्दर्भमा चाहिँ ६२-६३ को आन्दोलनपछि लोकतन्त्र शब्दको प्रयोग गर्न थालिएको हो। नेपालीमा ब्रेक गरेर हेर्नुभयो भने प्रजा भनेको राजाको जनता हो के, प्रजा भनेको रैती हो। लोकतन्त्रमा लोक भन्ने शब्दले जनता राजाको होइन, इङ्ग्लिसमा सब्जेक्ट भन्छ क्या, त्यो जनता सब्जेक्ट होइन। हामी सिटिजन हौँ, हामी पिपल हौँ, हामी स्वतन्त्र हौँ, हामी सार्वभौम हौँ भन्ने एउटा डिग्निटीको सेन्स दिने हो। त्यस कारणले 2062-63 भन्दा अगाडि हामीले प्रजातन्त्र भन्ने शब्द प्रयोग गर्थ्यौँ। प्रजा भनेको राजाको जनता, मैले फेरि भने 62-63 पछि चाहिँ लोकतन्त्र भन्ने शब्दको प्रयोग गर्छौँ। तर त्यसलाई अङ्ग्रेजीमा अनुवाद गर्नुभयो भने जनताको शासनको हिसाबले रुल अफ द पिपल डेमोक्रेसी नै हुन आउँछ। तपाईँले मलाई एउटा मिठो इन्टरप्ट गर्नुभयो। अब म दोस्रो उपलब्धितिर लागेँ। दोस्रो उपलब्धि भनेको अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार। विक्रम सम्वत 2007 अगाडि अर्थात् राणा शासनको बेलामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध जम्मा 4वटा देशसँग थियो। फ्रान्स, बेलायत, भारत, अमेरिका। फ्रान्स, इङ्ल्यान्ड, इन्डिया, अमेरिका। मैले सूत्रमा FEIA भन्छु। F मिन्स फ्रान्स, E मिन्स इङ्ल्यान्ड, I मिन्स इन्डिया, A मिन्स अमेरिका। सन् 1959 9 वर्षभित्र अथवा 2015 सालसम्ममा यो सम्बन्ध विस्तार भएर 16 देशसँग भएको थियो है। 2007 देखि 15 को बिचमा चीन, जर्मनी, रुस, अस्ट्रिया, इटली, जापान, स्विजरल्यान्ड जस्ता देशहरूसँग महत्त्वपूर्ण दाताहरूसँग हाम्रो सम्बन्ध भएको थियो। पछि महेन्द्र राजमार्ग निर्माण गर्ने क्रममा यी देशहरूको ठुलो भूमिका रहेको हुन्छ। पछि हामीले चर्चा गर्नेछौँ। अब हामी तेस्रो बुँदामा छौँ, शिक्षा क्षेत्रको विकास। हामीले अघि नै भनिसकेका छौँ 2007 सालसम्म साक्षरता जम्मा 2% को हाराहारीमा थियो। 2007 सालमा राणा शासन हटेपछि विद्यालय खोल्ने क्रममा तीव्रता आयो। विक्रम सम्वत 2016 त नेपालकै पहिलो विश्वविद्यालय युनिभर्सिटी त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो। हामी कहाँ SLC चाहिँ 1990 विक्रम सम्वत 1990 देखि नै सुरुवात भएको थियो। त्रिभुवन चन्द्र कलेज भनेर त्रिचन्द्र कलेजको पनि स्थापना भएको थियो, तर विश्वविद्यालय थिएन। त्रिभुवन विश्वविद्यालयको पटना विश्वविद्यालयबाट हामी सम्बन्धन लिनुपर्थ्यो भने विक्रम सम्वत 2016 सालमा क्याम्पसको रूपमा चाहिँ त्रिभुवन चन्द्र कलेज, त्रिचन्द्र कलेजको स्थापना भएको थियो। तर हामीसँग युनिभर्सिटी थिएन, विश्वविद्यालय थिएन। विक्रम सम्वत 2016 नेपालकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो। त्यसै गरी चौथो नम्बरमा चाहिँ स्वास्थ्य क्षेत्रको विकास रहेको छ। राणा शासनकालमा मलेरिया, बिफर, दादुरा जस्ता रोगबाट मृत्युदर उच्च थियो। हुन त औलो रोगको उन्मूलन सम्बन्धी कार्यक्रम त राणा शासनकालबाटै सुरु भएको थियो। तर के हो यथार्थ भने प्रजातान्त्रिक सरकारले वैदेशिक सहायता लिन सुरु गर्यो र त्यो वैदेशिक सहायताबाट औलो रोग नियन्त्रणमा एकदमै सफल भएको थियो। 1954 अर्थात् विक्रम सम्वत 2010 अमेरिका र WHO को पहलमा नेपालमा औलो नियन्त्रण एकदम राम्ररी औलो नियन्त्रण भएको थियो। पाँचौं उपलब्धि भनेको पूर्वाधारको विकास हो। राणा शासनकालमा 400 किलोमिटर पनि सडक थिएन र त्यो मध्ये पनि जम्मा 5 किलोमिटर सडक चाहिँ ब्ल्याक टप अर्थात् पिच भएको थियो, कालो पत्रे भएको थियो। दूरसञ्चारको पहुँच भएको जनसङ्ख्या जम्मा 1% थियो। प्रजातन्त्र आएपछि विक्रम सम्वत 2010 त्रिभुवन राजपथ 189 किलोमिटर निर्माण भएको थियो। इट वाज इम्पोर्टेन्ट किन भन्दा हाम्रो भारतसँगको
नाका अथवा हाम्रो नेपालको गेटवे भनेर पनि चिनिन्छ वीरगञ्ज। वीरगञ्ज त्रिभुवन राजपथले वीरगञ्जदेखि त्रिपुरेश्वरसम्म जोड्छ। हजुर। त्यसकारणले यो एउटा महत्त्वपूर्ण निर्माण थियो, यो महत्त्वपूर्ण पूर्वाधारको विकास थियो। त्यसै गरी 6औं नम्बरमा प्रशासन तथा न्याय क्षेत्रको विकास। 2008 सालमा चाहिँ प्रधान न्यायालय, हुन त प्रधान न्यायालय भनेर 1997मै राणाकालमा स्थापना भएको थियो, गलत कुरा बुझ्नु हुँदैन। तर त्यसमा चाहिँ इट वाज नट एन इन्डिपेन्डेन्ट जुडिसियरी है, त्यो चाहिँ राणाहरूको नियन्त्रणको न्यायालय थियो। र 2008मा जुन प्रधान न्यायालय स्थापना भयो, हुन त यो पनि यसमा पनि प्रधान न्यायाधीशको नियुक्ति त राजा त्रिभुवनले नै गर्नुभएको थियो, राजाले गर्नुहुन्थ्यो। 2007देखि 15सम्म शक्ति पृथकीकरण त थिएन, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सबै अधिकार राजाले नै प्रयोग गर्थे। तैपनि यसलाई चाहिँ एउटा कोसेढुङ्गा मान्न सकिन्छ। विक्रम सम्वत 2013मा आएर यो प्रधान न्यायालय सर्वोच्च अदालतको रूपमा स्थापना भएको थियो। यसलाई हामीले न्याय क्षेत्रको लागि महत्त्वपूर्ण विकास मान्न सकिन्छ। हजुर। अब 7औँमा जनचेतनाको विस्तार। 2-3टा कारणले। पहिलो कारण त शिक्षाको विकासै हो। विद्यालयहरू खुले, विद्यालय मार्फत चेतना प्रवाह गरियो, जनताहरू आफ्नो हक अधिकारप्रति पनि सचेत भए। त्यसै गरी भारतको स्वतन्त्रता सङ्ग्राममा धेरै नेपालीहरूले भाग लिएका थिए। भारतबाट अङ्ग्रेज धपाउने अभियानमा त्यसले पनि स्वतन्त्रताप्रतिको एउटा चेतना प्रवाह भएको थियो। त्यही चेतनाले नै राणा शासन हटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो। यी 7वटा उपलब्धि चाहिँ 2007देखि 15सम्मको उपलब्धिहरू मान्न सकिन्छ। धन्यवाद सर। हामीले सामाजिक र राजनीतिक उपलब्धिको बारेमा छलफल गऱ्यौँ। अब आर्थिक उपलब्धिहरूको बारेमा पनि प्रश्न पारिदिनुहोस् न त। हस्, धन्यवाद। अब आर्थिक उपलब्धिलाई पनि मैले फेरि अघि जस्तै 7वटै बुँदामा छलफल गर्न चाहेँ। नम्बर 1, नेपालको पहिलो बजेट। विक्रम सम्वत 2008 माघ 21मा अर्थमन्त्री सुवर्ण शमशेरले नेपालको पहिलो बजेट प्रस्तुत गर्नुभएको थियो। अघि हामीले भनेका थियौँ, उहाँ चाहिँ सी क्लासका राणा भएको कारणले निकालिएका राणा हुनुहुन्थ्यो। कनेक्ट गर्नु होला है अघिकोसँग। अब बजेट किन इम्पोर्टेन्ट, किन महत्त्वपूर्ण भन्दा मनोमानी तरिकाले खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न आम्दानी र खर्चलाई व्यवस्थित गर्ने प्रणाली हो नि त बजेट। त्यसकारणले यो पहिलो आर्थिक उपलब्धि थियो। अब दोस्रो महत्त्वपूर्ण आर्थिक उपलब्धि भनेको विकास योजनाको सुरुवात हो। विक्रम सम्वत 2013मा नेपालको पहिलो पञ्चवर्षीय योजना 2013-18 सुरु भएको थियो। प्रधानमन्त्री टङ्कप्रसाद आचार्य हुनुहुन्थ्यो, राजा महेन्द्र हुनुहुन्थ्यो। त्यसैलाई टेकेर अहिलेसम्म हामीले 15वटा योजना कम्प्लिट गरिसकेका छौँ। 16औँ योजना कार्यान्वयनमा छ। अब तेस्रोमा छ नेपालमा ब्याङ्किङ क्षेत्रको विकास। हुन त नेपालमा नेपाल ब्याङ्क लिमिटेड 1994मै स्थापना भएको थियो। नेपालको पहिलो ब्याङ्क हो। तर हामीसँग केन्द्रीय ब्याङ्क थिएन। विक्रम सम्वत 2013मा केन्द्रीय ब्याङ्कको रूपमा नेपाल राष्ट्र ब्याङ्कको स्थापना भयो। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने 2013 पछि मात्रै नेपालभरि नेपाली मुद्रामा एकरूपता आयो है। त्यो भनेको के हो भने 2002मा कागजी नोट जोजा शमशेरको पालामा पेपर नोट सुरुवात भएको हो। तर नेपाली रुपियाँ चाहिँ काठमाडौँ उपत्यका र केही पहाडी भागमा मात्रै प्रचलित थियो। काठमाडौँ उपत्यका र केही पहाडी क्षेत्रहरूमा मात्रै नेपाली रुपियाँ चल्थ्यो। र 2013 पछाडि नेपालको मुद्रामा आएको एकरूपता भनेको सानो उपलब्धि थिएन। त्यसलाई पनि आर्थिक उपलब्धिमा ठुलो उपलब्धि मानिन्छ। त्यसै चौथो नम्बरमा के छ भने स्रोत साधनमाथि राणाहरूको नियन्त्रण थियो। मैले अघि नै भने राणाहरूले देशको ढुकुटीलाई आफ्नो व्यक्तिगत ढुकुटीको रूपमा प्रयोग गरेका थिए। यो कुरालाई निरुत्साहित गरियो र सरकारी सम्पत्तिको अवधारणा आयो। राणाहरूका आलिसान दरबारहरू पनि राष्ट्रियकरण गरिए। अहिले कतिपय ठाउँमा सङ्ग्रहालय छन्, कतिपय ठाउँमा सरकारी कार्यालयहरू छन्, तपाईँले देख्न सक्नुहुन्छ।
पाँचौं उपलब्धिको रूपमा चाहिँ भूमि सुधारको प्रयास थियो। विक्रम सम्वत 2013मा भूमि सम्बन्धी नियम ल्याइएको थियो र यो भूमि सम्बन्धी नियमले मोहियानी हक स्थापना गरेको थियो। मैले फेरि रोक्न चाहे, यो मोहियानी हक भनेको चाहिँ के होला? यो मोहियानी हक भनेको कस्तो भने एउटा किसानले एउटा जमिनदारको जमिन लामो समयसम्म कमाउँछ, जोत्छ, त्यसको स्याहार सम्हार गर्छ, तर अन्तिममा त्यो जमिन जमिनदारकै रहन्छ। त्यसकारणले त्यो जमिन लामो समयसम्म कमाउने किसानले अथवा त्यो मोहीले त्यसको केही अंश, निश्चित अंश पाउने हकलाई मोहियानी हक भन्छ। जग्गा कमाउनेहरूले अरूको हक। अनि त्यसै गरी 10% भन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरिदियो है, र भूमिहीन जमिन नभएकाहरूलाई जमिन वितरण गर्ने भनेर पहिलोचोटि उद्घोष पनि यही समय भएको थियो। त्यसकारणले भूमि सुधारको प्रयास पनि महत्त्वपूर्ण उपलब्धि मानिन्छ। अब 6औं उपलब्धि वैदेशिक सहायता। हुन त वैदेशिक सहायता कति ठिक कति बेठिक भन्ने छुट्टै बहसको विषय होला, तर चाहिँ नेपाल जस्तो देशले वैदेशिक सहायता बिना विकास गर्छु भन्ने कुरा लगभग असम्भव पनि हुनसक्छ। 1951मा अथवा 2008देखि नै नेपालले वैदेशिक सहायता लिन सुरु गरेको हो। अमेरिकी सरकारले प्रदान गरेको प्राविधिक अनुदान नै नेपालको पहिलो वैदेशिक सहायता मानिन्छ। र यो वैदेशिक सहायताले त्यतिखेर विशेष गरी स्वास्थ्य क्षेत्र, हामीले अघि भन्यौँ, स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। जस्तो मलेरिया, बिफर जस्ता रोगहरू चाहिँ निर्मूल गर्नको लागि वैदेशिक सहायता महत्त्वपूर्ण मानिएको थियो। र यसको पनि कारण छ। यसको पनि कारण के हो भने नेपालको वैदेशिक सम्बन्ध विस्तार हुनुको कारणले नेपालमा अङ्ग्रेजहरूको मात्रै प्रभाव रहेको सिचुएसनबाट राणा शासन हटेसँगै वैदेशिक सम्बन्धमा विस्तार भएको कारणले गर्दा वैदेशिक सहायता पाउन सुरु भएको हो। अब 7औं अथवा अन्तिम सामाजिक आर्थिक उपलब्धि भनेको वन जङ्गलको राष्ट्रियकरण। विक्रम सम्वत 2013लाई तपाईँले सम्झिने धेरै चिजहरू छन्। जस्तो निजी वन जङ्गल राष्ट्रियकरण ऐन 2013मै आएको, नेपालको पहिलो योजना 2013मै आएको, भूमि सम्बन्धी नियम विक्रम सम्वत 2013मै आएको, सर्वोच्च अदालतको स्थापना विक्रम सम्वत 2013मै भएको र नेपाल राष्ट्र ब्याङ्कको स्थापना पनि विक्रम सम्वत 2013मै भएको हो। त्यसकारणले तपाईँलाई यी मिति सोध्न सक्छ। 2013 धेरै हिसाबले महत्त्वपूर्ण मानिन्छ। र वन जङ्गल राष्ट्रियकरण ऐन 2013 आइसकेपछि निजी वनको राष्ट्रियकरण गरियो। यसको उद्देश्य नै राष्ट्रिय धन नष्ट हुनबाट रोक्ने। विक्रम सम्वत 2007को क्रान्तिपछि भएका महत्त्वपूर्ण आर्थिक उपलब्धिहरू यिनी हुन्। अब योभन्दा पछाडिको डिस्प्लेमा विद्यार्थीहरूले विक्रम सम्वत 2007 सालको क्रान्तिको समयका महत्त्वपूर्ण मिति र घटनाहरू डिस्प्ले हुनेछ। तिनलाई एकछिन पज गरेर राम्रोसँग हेर्नुहोला। धेरै धेरै धन्यवाद सरलाई। आजको यस श्रृङ्खलामा हामीले 2007 सालको क्रान्तिका कारण र उपलब्धिका बारेमा चर्चा गर्यौँ। अबका दिनहरूमा पनि यस्तै भिडियो लिएर आउनेछौँ। धन्यवाद।